मैले त आजसम्म घाटा खाएर पसल चलाइरहेको रहेछु। तै आजभोलि जाडो मौसम आएसँगै यो पिफर्मको एकदमै हेभी डिमान्ड आएको छ। त्यही भएर काटेर राखौँ न त भनेर टक्क लाएर फुटपाथमा बिछाएर 2-2 मिटरको म र विनोद भाइ भएर काट्न थाल्यौं। कैँचीले काट्न फेरि लास्टै गाह्रो हुने के। दुईटा मात्र के काटेको थिएँ, मेरो त औला नै गल्यो। पछि चक्कुले सजिलो होला ल्याउ त भनेर चक्कुले काटेको, स्वाट कि स्वाट कति सजिलो भएको। त्यही देखेर जीवन भाइले म पनि गर्छु नि दाइ दिनु न भनेर माग्छन्। कति चाँडै एक बन्डल भ्याइन्छ पत्तै भएन। अब काटिसकेपछि यसलाई फेरि सानो भन्दा सानो कसरी बाँधेर राख्ने भन्ने झ्याउ हुन्छ। फेरि यो काम फेरि हाम्रो विनोद भाइले एकदमै पर्फेक्टली गर्छन्। एउटा 2 मिटरको पिफर्मलाई बाँध्न ठ्याक्कै 2 मिनट लगायो होला नि। ल उनलाई देखेर म बाँध्न बिर्सिन्छु जस्तो लाग्छ। सजिलो कामलाई कम्प्लिकेटेड कसरी बनाउने हाम्रो विनोद भाइलाई सोध्दा हुन्छ। त्यही पनि यति मोटो गरेर बाँधेका हुन्छन् कि कुरै नगर्यौं। अनि के हाम्रो यो भाँडा पसलमा धेरै जसो वेटमा बेच्ने सामान हुन्छ। हाम्रो पसलको मुटु भनेकै यो काँटा हो, जसलाई आज यसो चलाएर त्यसको माथि 2 केजीको बाँड राखेको 1 किलो 995 ग्राम देखाउँछ। एकैछिन पछि त 5 ग्राम घट्दै जान्छ। कुनै कुनै सामानको त वेट नै देखाइदिएन। यसो गरेर त हुन्न, कहिलेदेखि पो हो बिग्रेको। गएर देखाइहाल्नु पर्छ नत्र त डुबाउँछ भनेर म र मम्मी गयौं धनगढी चौरामा रहेको BNBS ट्रेड लिङ्कमा, जुन चाहिँ धनगढीको वन एन्ड ओन्ली तराजुको पसल हो। हजुरहरूलाई पनि तराजु चाहिएको छ भने आउन सक्नुहुन्छ। त्यहाँको ओनर फेरि साह्रै राम्रो, बोली वचनको त कुरै छोड्दिम। लगभग आधा घण्टा जति लगाएर बनाइदिइसकेपछि त्यसलाई फेरि लिएर हामीहरू पसल आउँछौँ। ल आजलाई बिदा दिनु, बाँकी कुरा गर्दै गरौँ ल है त।